आज सागको तरकारी पकाउन लागेको। पहिला तेल राख्ने अनि तेल बाल्छ अनि जिरा राख्दिने। पकाएर यहाँ तोरीको साग छ अनि यसलाई अब यसमा पकाएर ल 1 मिनट भयो। अब यसमा मलाई चाहिँ भुटेको भन्दा झोल हालेको मनपर्छ। झोल भन्दा धेरै नहाल्ने, थोरै ठिक्क ग्रेभी जस्तो बनाउने, थोरै बेसार राख्ने। आफ्नो स्वाद अनुसार नुन राख्ने। मैले झोल हाल्ने भएर अलिकति बढी राख्ने अनि थोरै जिराको धुलो राख्ने। आफूसँग कुन पिठो छ, गहुँको भए पनि मकैको भए पनि टक्क ठिक्क लगाइदिने। अनि त्यसपछि चाहिँदो ठिक्क पानी राख्ने, धेरै नराख्ने, ग्रेभी जस्तो बनाउनु। अनि चट्टै ठिक्क पानी राखिदिने ग्रेभी। अनि पाक्दाखेरि ठ्याक्क ग्रेभी हुन्छ। मलाई यो घोची लाग्यो किन? यसमा अब ठिक्क चाहिने पानी राख्ने, पाक्दाखेरि ठक्क ग्रेभी हुन्छ। यसलाई अब एकछिन 1 मिनट जति उमाल्ने। मलाई चाहिँ अलि पाकेकै मन पर्ने भएर धेरै बेर पकाउँछु म चाहिँ। अब 1 मिनट भयो, 1 मिनट पाक्यो। अब ल यतिको भयो, रेडी भयो। अब चाहिँ यसरी अहिले म खाएको भिडियो पनि राख्छु हजुरलाई। हजुरलाई साग मनपर्छ कि पर्दैन कमेन्ट गर्नुहोस्। ओके, बाई बाई।